म चाहिँ यस्तो दामी ठाउँमा आएको छु आज। ठाउँ चाहिँ बवाल छ। म चाहिँ यहाँ पर यहाँ चाहिँ पानी हेर्न आएको। म बस्नु चाहिँ धेरै तल। यो ठाउँ चाहिँ बवाल लाग्यो पुरै ढुङ्गाहरू मात्र छ यतातिर। अहिले म चाहिँ यहाँ फेरि घाँस काटेर लग्छु। यता लामो लामो रहेछ यहाँ। यस्तो छ यतातिर ठाउँहरू चाहिँ। अनि पानी चाहिँ हेरि पर छ हेर्ने ठाउँ। यहाँ चाहिँ दामी लाग्यो ठाउँ। त्यही भएर यता पुरै अप्ठ्यारो मात्र छ कि यतातिर लास्टै अप्ठ्यारो। सल्लाहहरूको पुरा छ ठुल्ठुलो पुरै यस्तो छ पुरै। म पानी हेर्न जानु चाहिँ यहाँदेखि अलिक पर हो। यहाँ पानी आएको थिएन हिजोदेखि त्यही भएर आएको। अब गएर हेर्छु के भएको छ। यहाँबाट यो यहाँ तलतिर लग्यो जस्तो लाग्यो। हामीहरू जाने चाहिँ यता यो गयो उता हामीसँग यता जङ्गलबाट आउँछ। त्यसपछि यो पानी चाहिँ यहाँ तलतिर लग्यो जस्तो चाहिँ लागेन मलाई है। पानी उतै जङ्गलमा छुट्यो हुनसक्छ। पानी चाहिँ आएको छैन। अब फेरि कुन दिन लाउन जानुपर्छ। लास्टै टाढा छ पर 1 दिन भरि लाग्छ लगाउनलाई। त्यहाँ जानुपर्छ फेरि।